ल आज चाहिँ हामी यो नागरिक एप बारे अलि विस्तृत कुरा गरौँ है। गरौँ न। हाम्रो आधार चाहिँ सफ्टोनिक वेबसाइटमा भएको यसको जानकारी र समीक्षा हो। हो त्यही त। खासमा यो एप के हो, के गर्छ अनि सफ्टोनिकले किन यसलाई महत्त्वपूर्ण ठानेको छ अलि खोतलौँ न त आज। हुन्छ, सुरु गरौँ यसको पृष्ठभूमिको बारेमा। सफ्टोनिकले के भनेको छ भने यो नेपाल सरकारले बनाएको एप हो, निशुल्क एन्ड्रोइड एप। ए सरकारकै? अनि रोचक कुरा के छ भने सफ्टोनिकले यसलाई सामाजिक तथा सञ्चार क्याटेगोरीमा राखेको छ। ए हो र, सामाजिक तथा सञ्चार मतलब यसले नागरिक र सरकारलाई जोड्ने काम गर्छ भन्ने सङ्केत होला नि। हो नि, त्यही देखिन्छ, दूरी घटाउने किसिमको। अनि सफ्टोनिकमा अरू के छ, जस्तै संस्करण अपडेट भएको कुरा? छ। हालको संस्करण 2.0.47 रे, जुन चाहिँ मार्च 2025मा अपडेट भएको देखिन्छ, भर्खरै नै। अनि प्राविधिक कुरा जस्तै कुन एन्ड्रोइडमा चल्छ भन्ने? एन्ड्रोइड 13.0 र त्यसपछिकोमा चल्छ भनेर सफ्टोनिकमा उल्लेख छ। अनि भाषा चाहिँ सफ्टोनिकमा त अङ्ग्रेजीमा लिस्ट भएको छ, तर डाउनलोड पेजमा अरू भाषा पनि हुन सक्छ भन्या जस्तो लाग्यो। ठिक छ। अब यसको मुख्य विशेषतातिर लागौँ न त। सफ्टोनिकले के कुरालाई चाहिँ बढी जोड दिएको छ? सबैभन्दा ठूलो कुरा चाहिँ विभिन्न सरकारी सेवा र जानकारीलाई एउटै ठाउँमा ल्याउनु नै हो। एउटै ठाउँमा? जस्तै महत्त्वपूर्ण कागजपत्रहरू, नागरिकता, पासपोर्ट, लाइसेन्स, यी सब एपबाट हेर्न मिल्ने रे। ए, त्यो त गजब भयो नि। मतलब खल्तीमा बोकेर हिँड्नु परेन। सफ्टोनिकले यसलाई पक्कै ठूलो सुविधा मानेको होला है। एकदम। उनीहरूले यसलाई निकै सुविधाजनक भनेका छन्। अनि यो हेर्ने मात्रै होइन नि, अरू पनि छ। सफ्टोनिकको समीक्षा अनुसार जन्म दर्ता, विवाह दर्ता जस्ता सेवाका लागि आवेदन पनि दिन सकिन्छ अरे। के रे, आवेदन नै एपबाट? हो। त्यति मात्र होइन, सरकारी नीति, निर्णयहरू, नयाँ समाचार, घटनाहरूबारे अपडेटेड रहन पनि यो एपले मद्दत गर्छ भनिएको छ। प्रक्रिया सरल बनाउने र पहुँच बढाउनेमा छ, होइन त? हो, ठ्याक्कै त्यही। सफ्टोनिकले यसलाई सरकारी सेवा डिजिटलाइज गर्ने, मतलब नागरिकको औँलामै सेवा पुर्याउने एउटा महत्त्वकांक्षी प्रयास भनेर लेखेको छ। पक्कै पनि। पहिलेको झन्झट सम्झिँदा त यो ठुलै फड्को हो नि। हो नि त। अनि चलाउन चाहिँ कस्तो छ रे? प्रयोगकर्ता अनुभव सफ्टोनिकले सजिलो छ भनेको छ कि उनीहरूले वान स्टप प्लेटफर्म भन्ने शब्द पनि प्रयोग गरेका छन्? यसको मतलब के हो खासमा? उनीहरूले प्रयोगकर्ता मैत्री भनेका छन्, मतलब चलाउन सजिलो छ। वान स्टप भन्नुको अर्थ चाहिँ धेरै सरकारी कामको लागि छुट्टा छुट्टै अफिस या वेबसाइट चाहिने ठाउँमा एउटै एपबाट धेरै थरी काम हुनु हो। ए, बुझेँ। सफ्टोनिकले जोड दिएको कुरा नै यही हो, यो केन्द्रीकृत सुविधा। यसले गर्दा समय पनि बच्छ, स्रोत पनि। अनि यो एप कहाँ पाइन्छ त डाउनलोड गर्न? अनि कति मान्छेले चलाउँदैछन् भन्ने बारे सफ्टोनिकले केही भनेको छ? यो त गुगल प्ले स्टोरमा छ, सजिलै डाउनलोड गर्न मिल्छ। तथ्याङ्कको कुरा गर्दा सफ्टोनिकले अहिलेसम्म 777 भन्दा बढी डाउनलोड भएको भनेको छ। 777 त धेरै ठूलो सङ्ख्या त होइन कि? खै, ठूलो त नहोला, तर उनीहरूले गत महिना मात्र 89वटा नयाँ डाउनलोड भएको पनि उल्लेख गरेका छन्। यसले के देखाउँछ भने चासो चाहिँ बिस्तारै बढ्दैछ। ल, त्यसो भए समग्रमा हेर्दा सफ्टोनिकको समीक्षालाई आधार मान्ने हो भने यो नागरिक एप सरकारी सेवालाई प्रविधि मार्फत नागरिकसम्म पुर्याउने एउटा साँच्चै महत्त्वपूर्ण कदम रहेछ। हो, कागजपत्र व्यवस्थापनदेखि लिएर सेवाको आवेदनसम्म धेरै कुरा एउटै डिजिटल छातामुनि ल्याउने प्रयास, यो आफैमा ठूलो कुरा हो। एकदमै। सफ्टोनिकले यसलाई सरकारी प्रक्रियालाई आधुनिक बनाउने दिशामा एक कदमको रूपमा हेरेको प्रश्न छ। र यसले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ नि, होइन र? कस्तो प्रश्न? सफ्टोनिकले जसरी औँल्याएको छ, सरकारी सेवाहरूको यो डिजिटलीकरणले भविष्यमा पारदर्शिता अनि त्यो जवाफदेहिता, नागरिक सहभागिता यस्ता कुराहरूमा अझ कस्तो प्रभाव पार्ला त? ए हो नि त। त्यो त साँच्चै सोच्नुपर्ने कुरा भयो। यो डिजिटलीकरणको अझ गहिरो असर के होला भविष्यमा? हो, यो विषयमा अझै विचार गर्न सकिन्छ।